सही वर्गे अन्धकार छ यार यस्तो बिजोग छेत हे गाइज वेलकम ब्याक टु माई न्यू ब्लग अनि यो ब्लगको सुरुवात भइरहेको छ किचनबाट होइन सो फाइनली म केटाहरूलाई भेट्न जाँदैछु आज चाहिँ 2025को लास्ट दिन हो होइन 31 तारिक हो अनि अब भरे बेलुका 12 बजेर त 2026 पनि लाग्दैछ नि त त्यही भएर अनि न्यू इयर मनाउन पनि जाँदैछु म उतै केटाहरूसँग भेटेर न्यू इयर मनाएर भोलि बिहान फर्किनेवाला छु बाटोतिर के हुन्छ भेटेपछि कस्तो गफ हुन्छ हेरेर जाउँ होइन सो अनि आज चाहिँ पोर्चुगलमा यस्तो मजाले वेदर खुलेको छ अहिले म तपाईँहरूलाई बाहिर गएर पनि देखाउँछु होइन अहिले चाहिँ हल्का देख्न सक्नुहुन्छ दामी देखेको छ होइन घाम लगाएर सो त्यही हो अनि मैले चाहिँ अब यहाँ अब अहिले चाहिँ 11:30 भइसकेको छ होइन मैले चाहिँ यहाँ केही पकाएर खाएर जानुपर्ने हुन्छ सो त्यही हो गाइस मैले चाहिँ यहाँ ओट्स भिजाएर अन्डा हालेर अनि केरा पनि हालेर अनि बनाएको छु यो खाएर चाहिँ म चल्दिहाल्नुपर्ने हुन्छ है त खाना नि रेडी भइसक्यो मेरो अनि टक्क यो चाहिँ यो खाएर चाहिँ म निस्किनु पर्ने हुन्छ अन्तिमसम्म चाहिँ भिडियो हेर्नु होला होइन त्यही हो है त अब म खान्छु अनि रेडी भएर निस्किहाल्छु अनि केटाहरू चाहिँ अब काममा गएको होला नि अहिले भरे आउँछन् म त यहाँबाट लगभग 2-3 घन्टामा पुग्छु होइन सो त्यही हो बाटोतिरै भेट्छु के कस्तो हुन्छ भनिहाल्छु भोक पनि लागिसकेको छ खाऊँ निस्किहाल्छु त अनि सो गाइस फाइनली म निस्किसकेँ है टक्क लाएर कास्काईबाट म फेरि ट्रेन चढेर चाहिँ लिस्बन जानुपर्ने हुन्छ लिस्बनबाट टुरिस्ट हुँदै अनि केटाहरूको रुम जानुपर्ने हुन्छ है अनि त्यही हो अहिले भाइले कल गर्छु भनेर यहाँ हेर्नु न आर्ट्स बबाल छ नि त दामी देखेको छ अँधेरो अँधेरो छ त्यही सही हो सही हो सही हो सही हो सही हो सही हो देखो गाइज यो क्या हाम्रो क्रिस्चियन दाजुको चाहिँ यो फर्स्ट क्लब हो केटा हो यो म यताबाट जानुपर्ने हुन्छ अब सो एकछिन यतैतिर एकछिन हलमा लिन्छु अनि मात्रै जान्छु भर्खर यहाँ 2 बज्दैछ केटाहरू भरे 4-5 बजीतिर मात्रै छुट्टी हुन्छ भन्दै थियो होइन सो त्यही हो अनि यहाँ देख्न सक्नुहुन्छ स्टेडियम बवाल छ यार काँक्रा रियल मन्डीको म्याच हुन लागेको थियो त्यो चाहिँ अब 26 तारिक छ होइन 28 तारिक छ टिकट काट्नु पऱ्यो भन्ने गएको मामले पुरै पब्लिकको लागि त खुलेकै छैन भनिदिइरहेको कि त्यही भएर अनि चान्स नै छैन पब्लिकको लागि त गाह्रो छ ब्ल्याकमा किन्यो भने 200-300 युरो बढ्छ होइन सो त्यही हो अब खुल्यो भने अब हेर्नु त पर्छ रियल मन्डीको म्याच त तर पाउनै गाह्रो क्या अब एकदमै गाह्रो रहेछ होइन यो दाइ पनि बुझ्न जानु भएको थियो दाइ एकजना रुमको दाइ पनि बुझ्न जानु भएको थियो दाइले पनि भन्दै हुन्थ्यो एकदमै गाह्रो छ खुल्ने चान्स कमै छ भन्दै थियो होइन पब्लिकको लागि चाहिँ फाइनली म चाहिँ आइसकेँ टुरिस्ट होइन अनि म अब लगभग आधी घन्टा टाइम छ भान्जाको छुट्टी हुन होइन टक्क लाएर 4 बजे त्यहाँ 4 बजे चाहिँ मेरो काम सकिन्छ म आउँछु पर्खिराख भनिरहेको म अब यहाँ वेट गरिरहेको छु कफी हामी चट्ट होइन अहिले चाहिँ ठुल्दाले कल गर्नु भएको थियो भनेको चाहिँ मेरो रेस्टुरेन्टको त दाइ सेफ दाइ हो होइन उहाँ चाहिँ अनि उहाँले चाहिँ अनि भोलि त्यहाँ जोन दाइले सामान लिनु भएको थियो तँ लिएर आइज जसरी हो नि भनिदिन्थ्यो दाइ म अर्को कोही नसे फेरि आउँछ मेरो पनि सामान रिसिभ गर्नु छ जोन दाइबाट तपाईँ टेन्सन नगर्नु भन्दै होइन जसरी ल्याइ ओली भन्दै थियो तर भोलि म जोन दाइलाई भेट्दिनँ होला सकेसम्म भेट्ने कोसिस गर्नु त्यसपछि भेटिहाल्यो भने ठिक छ भेटिनँ भने अर्को कोही नसे फेरि लिस्टमा आएर सामान रिसिभ गरेर जानुपर्ने हुन्छ त्यो कुरा छोडिदिउँ त्यसपछि म के भन्दै थिएँ घरमा बिहान कल गरेको बिहान उठाउनु भएन अहिले मैले कल गराएको छैन घरतिर घरबाट नै कल ब्याक आएको छैन ठिक छ मैले के फेरि कल गरेको छैन होइन त्यही हो अब भ्लग हेर्नुहुन्छ घरबाट अनि अरू के भन्दै थियो त्यस्तै हो गाइज है अघि बिहान चाहिँ मौसम चिल्डको थियो यस्तो मिठो घाम लागिरहेको थियो अहिले चाहिँ पुरै पानी पर्ला जस्तो छ अब भोलि बिहान चाहिँ पानी 90% दिइरहेको छ 2026 मा होइन अब त्यही हो अनि मेन कुरा भन्नै बाँकी सबैजनालाई ह्याप्पी न्यू इयर होइन 2026
अब यसपालि 2026मा चाहिँ हामीले केही गर्नुपर्छ है गाइस। सब मिलेर अब आगो बाल्नुपर्छ। जे गर्नु थियो 2025मा के हो पोर्चुगल र मैले भ्लग पनि मजाले राम्रोसँग बनाइनँ। अब चाहिँ बिस्तारै बनाउँछु होइन। त्यही हो भ्लग आउँछ। मैले भ्लग बनाउनको लागि भनेरै आइफोन किनेको, तर आइफोन युज राम्रोसँग भएको छैन। अब चाहिँ हुनेवाला छ 2026 लागेपछि। हेर्दै जाउँ के हुन्छ लाइफमा होइन। 2025मा त धेरै कुराहरू हो कि भ्लगै बनाएन क्या चल झुटा। मैले अब धेरै अर्को मजाबाट मात्रै बनाउँदै। अब यसबाट चाहिँ के हुन्छ त कस्तो हुन्छ 2025 पनि अब राम्रैसँग इन्डिङ हुँदैछ होइन। अब धेरै घन्टा छैन, 8-9 घन्टा मात्रै बाँकी छ होइन। आगो बालिदिने हो म्यामुले युट्युबमा। अब आगो बल्छ गाइस। त्यही हो, अरू त भन्नु कुरा त्यस्तै छ। धेरै कुराहरू छ गर्नु नि। यहाँ किन भ्लग आएन भन्ने कुराहरू त धेरै छ नि, भन्ने बाँकी नै छ। बिस्तारै भन्नु होला होइन। त्यही हो। अनि के हुन्छ 2026मा केही हुनेवाला छ यो। कस्तो हुँडादेखि लङ टाइम पछि भ्लग बनाएको कस्तो लाग्ने होइन। तर मजा आइरहेको छ क्या आज। मलाई लास्ट मजा लागिरहेको छ क्या। उता बाँकी के छ र यतातिरको नजारा देख्न सक्नुहुन्छ तपाईँहरूले। यस्तो छ यतातिर होइन। यस्तो छ गाइस है। पुरै माग लागे जस्तो पुरै पात झरेर केही छैन होइन। सुक्खा छ। ल भ्याट गर्दैछ स्कुटी फ्लर देख्नु तपाईँहरूले। A few moments later. लम्बु आउँदैछ लम्बु। नि भन्ने भएन यस्ता हराउँछु म। देखाएको दाइला तिम्रो लागि सिट खाँदै थियो उता आएर बसिदिइहाल्थ्यो क्या। त्यसलाई हेर्दै आएको म त एकछिन पछि त त्यो गरिदिइरहेको। सो गाइस कुराहरू घुटिसक्यो मैले है। यता हालो त भन त यार केटाहरू यार कस्तो यार। बिजी त यता बिजी खोइ देखाउँदिएमा कल खोइ कतिखेर पनि बोलाएन आमुले। सो गाइस केटाहरूलाई भेटिसक्यो है। कति 12 बजे निस्केको रुमबाट 5 बजिसक्यो। त्यही हो। यता हेर न शब्दहरू धेरै छ है तिमीले भन्नु भने। मेन चाहिँ के भन्छ भने तिमीलाई बिहे गरेर कतिको खुसी हो? इतना खुश कभी नहीं हुआ था। गाइस फाइनली बिहे गरेर आइसक्यो। मामाको यहाँ बिहे भएको यहाँ गर्लफ्रेन्ड छैन मिना बाबु। यस क्यालिफोर्नियाको अगाडि छौँ नि हामी फेरि। काम मरेको लखर होइन। युरोपको सबैभन्दा इन्डिङ पोइन्ट हो क्या। यस यस्तो छ गाइस। यहाँबाट उता युरोप भन्ने देशै छैन क्या। सिधै समुद्र पारिपट्टि क्यालिफोर्निया। अरू त त्यस्तै हो कि के भन्नु छ अब। केही शब्दै छैन भन्नु। अब यति खुसी भइरहेको छ नि म। रुम कस्तो छ अहिले हेर्छु म केटाहरूको रुम है। लग्जरी भनेको फाले यो रे घर होइन गाइस। हेर्नुहोस् तपाईँहरूलाई कस्तो यो उडा लागिरहेको छ मलाई। कसम भनेको लङ टाइम पछि भ्लग गरेर होला। यो रे तिम्रो उतै टहर हो उतै हो मामुले गफ हालेर बस्छन् मामुले। त्यही हुनुपर्छ कि टहरे यो त टहरे हो नि मेरो हेरेर यार। मेरो त्यही हो नि हल्छौ तिमी। ऊ यता खोला न यता खोल्न लागेको छ नि यहाँ। कस्तो बेसेत गरेको त्यता खोला के उताबाट कहाँ छ हौ। गफ हाल्छ नि यार। जोस् ठिक छ। अरू त्यस्तै हो। एउटा मलाई लास्ट लाग्यो यो बब्बाल दिन्छ है। तिमीले यहाँबाट खिचेर दिएको थियौ कि त्यो ठ्याक्कै याद आयो मलाई। के हो राम्रो छ त यिनीहरूको लग्जरी रुमहरू हेर्नु नि त अब कस्तो छ। भिजिट गराइदिउँ न ल। यहाँ सिधै बवाल छ त। यतिको चाहिँ हुनुपर्छ यतिको हुनुपर्छ। सो गाइस हान्दा फेस भएको छैनन् अहिलेसम्म। लगभग 1 घन्टा भइसक्यो हामी आएको। अनि अङ्कल चाहिँ त्यहाँ पकाउँदै हुन्छ उहाँ होइन टक्क लाएर।
अब यहाँ चटपटे खान लागेको त्यही छ होइन ओइ फ्रेस भएर आउन जाऊ यार पहिला के फेरि यतिकै यहाँ उता जाने हो नि पऱ्यो नि त ठिक छ केही छैन कहाँ गयो लाइट यार आइथ्यो खाना लाग्ने बेलामा बत्ती गयो बत्ती गएर यस्तो यो नेपालको याद आइरहेको छ मलाई चाहिँ बिजोक छ यहाँ ह्यापी बर्थडे यस्तो यार बत्ती गइदिरहेको क्या लाइटर चाहिँ कहाँ आइदिनु ग्यासमा बाल्न होला सो त्यही गाई यहाँ लाइटर यो एउटा छ यसरी बाल्ने बस्ने भइरहेछ क्यान्डल नभएपछि यो लाइटर चाहिँ कहाँ रहेछ छ यार यस्तो बिजोक छेत केटाहरूकोमा गयो न्यु इयरमा मनाउन गएको मैले बत्ती गरेर यस्तो भन्दै राख्ने है यो टाइटल गएको थियो तँ अस्ति जाँदा के गरिरहनु तपाईँहरू बत्ती गएको थियो नि यो थिएन होला थियो त्यही बत्ती गरेर अहिले चाहिँ हामी यस्तो मोबाइलको फ्ल्यास लगाएर बोलिरहेको छौँ बसिरहेको छौँ होइन लाइट बल्ला पनि देख्दैन देखेर त तिमीमा देखेको तिमीले देख्दैन अब अङ्कल चाहिँ उता खाना बसिदियो अन्त त्यही गाई अब हामी यहाँ खाना खान्छौँ अनि फेरि यहाँ निस्किन्छौँ हामी 2025लाई बिदाय गर्न 26 टेक्नको लागि चाहिँ हामी यहाँ सान्ता क्रुज के छौँ होइन मलाई नाम थाहा भइसक्यो हामी शान्ति होइन सान्ता क्रुज जाँदैछौँ होइन अब खाना खाइसकेर रेस्ट गरेर एकछिनपछि अब ठ्याक्क 2-3 घन्टामा आइसक्यो भने होइन पुग्छ तिमीलाई सुतेपछि म उठ्नै सक्दिनँ त्यही हो कस्तो सो त्यही गाई चाहिँ त अहिले बाटोतिरै भेटिन्छ हामी के हो बाटोतिर त अब पर्दै मेरो बिजोग भएको 2025मा 2-3 घन्टा गान्टेको गाडीमा बसेर कलाइसक्यो त्यही हो अहिले त खाना खान्छौ अनि फेरि भेट्छु त म A few moments later. हामी त अहिले सान्ता क्रुज आएको छौँ अनि यहाँ चाहिँ अब 1 घन्टा मात्रै बाँकी छ 2026 लाग्नेलाई होइन मनाउनको लागि यहाँ मान्छेहरू पुरै देख्न सक्नुहुन्छ तपाईँहरूले सबैलाई पटेका पड्काउन लागेको छ होइन यो यस्तो देखि यहाँ आज छिट्याउन थाल्यो गाई पाँचले स्वागत गर्ने हो फर्स्टमा चाहिँ हामीलाई त्यो लाइट भइसक्यो एक दुई शब्द ए काकु चिसो बियर हामी आइसक्यौँ यहाँ सिन्द्रामा सिन्द्रा भनिरहेको सान्ता क्रुजमा अब 3 मिनट मात्रै बाँकी छ है त्यहाँको ड्रोनहरू उडाउन थालिसकेको छ उता उहाँ परतिर होइन पर्किन्छ देख्दैन त यार बुझा ए त्यहीबाट पनि हानिदिइसक्यो खतरा देख्दिरह यार हान्यो यो उता पारि चाहिँ समुद्र छ है गाइस एउटा समुद्र पुरै देखिरहेछ ल गाइस टक्क बस्यो है रातभरि बस्यो गइयो सान्ता क्रुज पनि पटेका पड्काएको पनि देखिहाल्नु भयो होइन टक्क अहिले चाहिँ यहाँ केटाहरूको रुम बबाल छ यहाँ होइन किचनहरू यस्तो छ सही तरिकाले बस्नु भएको छ यहाँ होइन मसँग चाहिँ स्कुलसँग यहाँ भान्जान जाँदैछन् अङ्कल चाहिँ बस्नु रुममै ल अङ्कल के भन्नु नि त ल रमाइलो हो बोलाइराख्नु नपर्यो म डाइरेक्ट आउँछु अब थाहा भइसक्यो रुम त्यही हो अरू शब्द केही जाओस् न त अनि कङ्ग्रेचुलेसन पनि मेरो अङ्कल एकदमै अब चाँडै काट्नै आउँछ अङ्कलको पनि त्यसपछि पार्टी त छुट्टै छँदैछ त्यही गाइस अब निस्किन्छौँ हामी अब भन्दा नि लिस्बन जान्छ नि त्यहाँबाट म उतै सिधै काममा जाने हो झ्याक्क लाएर